हेलो एन्ड नमस्ते सबैजनालाई। आजदेखि चाहिँ म पनि यसो भिडियो खिचेर युट्युबमा हाल्नु पऱ्यो भनेर आई स्टार्टेड फिल्मिङ। मेरो आज चाहिँ काम छैन। आई वाज एडिटिङ बन्च अफ भिडियोज। हिजो अस्ति एउटा भिडियो खिच्न गएको थिएँ। आज चाहिँ आई एम राइटिङ अन माई ट्राभल वेबसाइट नेपट्र्याक। आई मुभ टु क्यानाडा लास्ट इयर। 14 महिना पुगेछ क्यानाडा आएको, तर पनि त्यति साह्रो इन्ट्रेस्टिङ चाहिँ केही भएको छैन मेरो लागि चाहिँ। So full-time job which I don't have yet. मेरो full-time जस्तै काम थियो, but I don't know what's going on with them. एउटा part-time kind of job गर्दैछु. So it's more like few $100 a week, nothing interesting. But म क्यानाडा आउनुभन्दा अगाडि चाहिँ एभरेस्ट बेस क्याम्प ट्रेक गरेर आएको। नेपट्र्याक एडभेन्चर्स which is my travel company back home. नेपालबाट म क्यानाडा आउँदाखेरि चाहिँ नेपट्र्याक चाहिँ I was bit worried, किनभने नेपालबाट क्यानाडा आइसकेपछि यहाँ काम खोज्नुपर्ने, यतैको काम गर्नुपर्ने, अनि अब विदेशको लाइफ बिजी हुन्छ, यस्तो हुन्छ त्यस्तो हुन्छ। एन्ड अन टप अफ एभ्रिथिङ हाम्रो चाहिँ 10 घन्टाभन्दा बढीको टाइम जोन डिफ्रेन्समा चाहिँ काम गर्नलाई गाह्रो हुन्छ भनेर मलाई फ्यु अफ पिपल द्याट आई नो इभन टक टु मी इन द्याट वे। त्यही भएर म अलिकति अत्तालिएको थिएँ। म चाहिँ नेपट्र्याक चाहिँ ओहो मेरो नेपट्र्याक म गर्न सक्दिनँ कि यताउता जस्तो लागिरहेको थियो मलाई। तर क्यानाडा आएर मेरो फुल टाइम जब छैन, सो विच गेभ मी अ लट अफ टाइम। एन्ड इन्स्टेड अफ जस्ट चिलिङ आई वाज लाइक वाइ नट जस्ट स्टार्ट डुइङ वाट आई वाज डुइङ ब्याक होम, राइट? सो नेपट्र्याक मैले फेरि रिज्युम गरेँ, विच इज मोर लाइक अ फुल टाइम जब फर मी। लास्ट अटम काइन्ड अफ गुड, अनि त्यसपछि स्प्रिङ वाज काइन्ड अफ डेड बिकज मैले चाहिँ जनवरीमा आई लन्च अ न्यू वेबसाइट। मेरो पहिला अलिक पुरानो खालको वर्ल्ड डिजाइन थियो, त्यसपछि मैले जनवरीमा चाहिँ कम्प्लिटली न्यू डिजाइन गरेर आई लन्च अ न्यू वेबसाइट नेपट्र्याक। अनि मेरो पुरानो साइटबाट चाहिँ सबै कन्टेन्ट माइग्रेट गर्नुपर्ने थियो। सो म एक्लै हो नेपट्र्याकको काम गर्ने, अरू कसैले गरिदिँदैन। मैले अरूलाई गर्नु लगाएँ भने आई निड टु पे विच आई क्यान नट नाउ। सो जनवरीदेखि आई बिन प्रिटी मच बिजी विथ माई ओन ट्राभल स्टफ। मार्च मे आई वाज काइन्ड अफ बिजी विथ माई क्यानाडियन job, but now it's kind of slow. So instead of worrying, just sitting home, I thought that okay, maybe I'll start filming myself talking to my camera for a little bit, and then नेपट्र्याक को काम गर्ने, वेबसाइटमै काम गर्ने, टाइम इन्भेस्ट गर्ने, फोटो भिडियो एडिट गर्ने, हाल्ने। The thing is, man, क्यानाडा आएर मसँग जुन डर थियो, म नेपालमा सोच्थेँ म क्यानाडा गएर चाहिँ नेपट्र्याक कन्टिन्यू गर्न सक्दिनँ होला जस्तो लाग्थ्यो। बट क्यानाडा आइसकेपछि चाहिँ आई फिगर आउट अ वे द्याट ओके आई क्यान वर्क अन माई ट्राभल थिङ इभन फ्रम क्यानाडा, बट आई निड टु सेक्रिफाइस माई क्यानाडियन जब। है फुल टाइम, इफ आई डु फुल टाइम जब आई क्यान मेक मनी हियर इन क्यानाडा। बट द थिङ इज मैले नेपट्र्याक चाहिँ नेपालमै सुरु गरिसकेको भएर आई नेभर वान्टेड टु लेट इट गो बिकज इट्स समथिङ आई स्टार्टेड इन नेपाल, राइट? मैले क्यानाडा आएर यहीँको फुल टाइम पनि गर्न सक्थेँ होला, तर कस्तो भने नेपट्र्याक मैले नेपालबाटै सुरु गरिसकेको भएर मलाई त्यो चटक्कै छोड्न मन लागेन। अन टप अफ एभ्रिथिङ मलाई ट्रेकिङ गर्न मन लाग्ने, मलाई चाहिँ नेपट्र्याक चाहिँ छोड्नै यति गाह्रो भयो छोड्नुभन्दा बरु म यही नै गर्छु भनेर नाउ आइ एम डुइङ दिस। आज मेरो काम छैन, सो फर मी वर्क इज लाइक हप्ताको 1-2 दिन जस्तै छ आजभोलि, त्यति साह्रो बिजी छैन। तर नेपट्र्याकमा काम गर्न मैले अति नै टाइम पाछु, विच आई फाइन्ड भेरी गुड इन अ सेन्स। मेरो लागि चाहिँ गुड हो, बट अदर पोइन्ट अफ भ्यू आई डोन्ट नो इफ इट लुक्स स्टुपिड बिकज यु बिङ इन क्यानाडा एन्ड नट अर्निङ डलर्स इन क्यानाडा, बट यु स्टिल कन्टिन्यू डु वाट यु आर डुइङ विच इज नट मेकिङ एनी मनी। तर मेरो लागि आई बिलिभ द्याट नेपट्र्याक विल अर्न मी गुड मनी इन फ्यु इयर्स अफ टाइम। द्याट्स अ रिजन वाइ आई एम इन्भेस्टिङ माई टाइम फ्रम क्यानाडा। So if you can see in the backdrop, I'm working on a category page, त्यो region wise को पेजहरु छ। सो इन्फर्मेसन भर्नु पर्यो नयाँ वेबसाइटमा चाहिँ नयाँ हिसाबले। सो म आज बिहानैदेखि लेख्दैछु। I was writing from yesterday, kind of I had to edit some videos, so I was a bit slow, so I'm resuming it now. म चाहिँ हेलिकप्टर टुरको लेख्दैछु क्याटेगोरी काइन्ड अफ पेज। काइन्ड अफ इन्ट्रेस्टिङ अपडेट भनेको चाहिँ I'm going back to Nepal in September। मेरो एउटा ट्रेकिङ छ 12 दिनको लाङटाङ भ्याली ट्रेक गर्नुपर्ने छ, बट आफ्टर द्याट आई निड टु कम ब्याक टु क्यानाडा फर माई भिजा एन्ड अदर रिजन्स।
तर आई हेभ वान मोर बुक्ड फर अक्टोबर एन्ड अस्ति अन्नपूर्ण बेस क्याम्प ट्र्याक छ 2जना क्लाइन्टहरू हुनुहुन्छ सिङ्गापुरबाट विच इज नाइस त्यसपछि नोभेम्बरको एन्ड डिसेम्बरको लागि एभरेस्ट बेस क्याम्प ट्रेकको कुरा हुँदैछ सी इज फ्रम क्यानाडा सो पैसा मात्रै पठाइदिनु बाँकी छ सो विच इज अलमोस्ट डन काइन्ड अफ थिङ दोज काइन्ड अफ ट्रिप बुकिङ चाहिँ मलाई चाहिँ एकदमै होप भनौँ न आइम भेरी होपफुल इन द सेन्स द्याट इभन फ्रम क्यानाडा मैले यही कन्टिन्यू गर्दाखेरि नेप्ट्रेकै कन्टिन्यू गर्दाखेरि पनि आइम स्टिल गेटिङ बुकिङ्स राइट वेबसाइट नयाँ छ नयाँ तरिकाले काम गर्दैछु अनि नाउ आइम सिइङ सम रिजल्ट्स विच इज प्रिटी नाइस म एकदमै होपफुल भएर काम गरिरहेको छु क्यानाडामा मैले फुल टाइम काम नगरी तापनि अलिअलि यसो कहिलेकाहीँ फोटो खिच्न जाने भिडियो खिच्न जानेले मलाई पुगिरहेछ तर त्यही पुर्याइरहेर चाहिँ मैले अरू बाँकी टाइम चाहिँ यता इन्भेस्ट गर्न पाइरहेको छु सो इट्स जस्ट जुलाई नाउ आई अलरेडी गट लाइक 3 ट्रेक बुक्ड so season is still like 2.5 months away I'm still hoping to get few more clients आउनुहुन्छ भन्ने मलाई पुरा विश्वास छ just a guy who was trekking in the Himalayas kind of free guy now in Canada working on the travel website instead of doing a full-time Canadian job which sounds kind of stupid but for me that's a way that I can invest my time on my travel thing so नेप्ट्रेकको लेख्दैछु म अब अलिकति मात्रै बाँकी छ यो हेलिकप्टर टुरको चाहिँ क्याटेगोरी पेजहरूको मैले ट्रेकको भ्याइसकेँ अब 2-3वटा लेखेर भ्यायो भने मेरो यो विकमा यो टार्गेट चाहिँ ठ्याक्कै सिद्धिन्छ सो त्यही हो गाइस थ्याङ्क यू फर वाचिङ इफ यु मेड दिस फार काइन्ड अफ नथिङ इन्ट्रेस्टिङ बट जस्ट मी टकिङ टु माइ सेल्फ इन क्यामेरा थ्याङ्क यू फर वाचिङ एन्ड देन I'm going to make a video from my Langtang trek that be like September or forget October, probably first week of November. I'll put that video on YouTube. But yeah, man, that's it for today. I will film more. So guys, see you on the next video.